हुन गइरहेको हाम्रो जानकारी गराउन चाहन्छु यति है तपाईँले हाम्रो आवाजलाई सुन्नु भएको छ भने हाम्रो केही समय पश्चात हाम्रो सेमी फाइनल सुरु हुने यहाँलाई जानकारी गराउन चाहन्छौँ। स्वास्थ्यका लागि खेल राष्ट्रका लागि खेल भन्ने मूल नाराका साथ लाफाट क्लबद्वारा आयोजित खुल्ला नकआउट फुटबल प्रतियोगिता 2082 अनुरोध गर्न चाहन्छौँ। हाम्रो यस खेललाई सफल पार्नका लागि विभिन्न हातहरू भएको छ। सहयोगी हातहरूको नामहरू दाखल गर्न लागिरहेको छ। मान्छे टेप ओके टिम सबै सेम सेट हो होइन। निस्कमानको ठाउँमा आज सुरुमा भान्जा खेल्छ स्ट्राइकरमा होइन। अब कस्तो भने अब यस्तो सानो भान्जा सानो ग्राउन्ड छ, मतलब चौडै सानो छ। हाम्रो फ्रन्ट लाइनमा 3 जनै हुन्छ होइन। त सेन्ट्रल लाइनमा बस्नुपर्छ भन्ने छैन। बल आएन पछाडि साथीहरूलाई सपोर्ट गर्ने, एट्याकमा छ भने तर आरएस तर अर्को लाइनमा को हुन्छ, क्विक स्विप गर् अनिस चौधरी, जर्सी नम्बर 79 हुनुहुन्छ अशोक भुरेला, जर्सी नम्बर 81 हुनुहुन्छ मानिस माझी, गोलकिपर जर्सी नम्बर 17 मा हुनुहुन्छ सक्षम प्रधान, जर्सी नम्बर 4 मा हुनुहुन्छ अक्षय राई, जर्सी नम्बर यस खेललाई सफल पार्नको निम्ति हामीलाई धेरै महानुभावहरूले सहयोग गर्नुभएको छ। उहाँहरूको नाम घोषणा गर्न लागिरहेको छु। प्रथम पुरस्कार सृजना गर्नुभएको छ स्वर्गीय शहादत अलिमजीको परिवारबाट। दोस्रो कटाइ सटाइ अगाडि सबैको राम्रो भयो क्या, तर खेलमा चार्जै भयो। चार्ज हान्न एकवटा ओ त फरवर्ड हो, जहिले पनि त एक्टिभ फुल इन्टरनेट फ्लिप गरेको बल तले भेट्ने कोसिस गर्न। त मुला डिफेन्स हुँदा हुन्छ, त यता हुन्छ त्यही भनेको मैले। भाले 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 अस्ति रिलेसले पनि पारेको थियो नि अस्ति। आरएस टेक टाइम आरएस टेक टाइम टेक टाइम किपर सानो छ। भएन के भएन handball यार। तला कल लाग्नु मुख छाडिरहेको छ, अघिदेखि काटिदिएको छैन। तिमी कार्ड पो क्यान्सल गरे, रेड कार्ड के भिआर छ क्यान्सल गर्नुलाई।
लाइनभित्रै लाइन कार्ड किन दिनु रेड कार्ड किन झिक्नु त कार्ड चाहिँ कसैले झुक्यो वाइल्ड भएपछि रेड भयो अनि रेड कार्ड हुन्छ भन्नु त अरे उनीहरु आफै एक्लै छाडेको बाहिरको भर्न त कसरी हुन्छ हैन रेड कार्ड भएपछि रेड कार्ड हुनुपर्छ हामी खेल्छौँ हैन बल प्ले भएको चाहिँ रेड कार्ड भएपछि नो चेन्ज हुन्छ 2 मिनेट भएन हामी खेल्छौँ हामी डाउनमै छौँ हैन हामी गेमको रेस्पेक्ट एकदम गर्छौँ हामीलाई नियमहरू थाहा छ रेड कार्ड क्यान्सल हुँदैन हामी चाहिँ खेल्दैनौँ हामी डाउनै छौँ जसरी हारेको हो हैन हामी स्वीकार गर्न तयार छौँ हामी गेमको रेस्पेक्ट गरेर अब तपाईँ त्यसो भयो भने बल यो नभएको भए प्ले भएको भए म क्यान्सल गर्दिनँ थिएँ बल प्ले भएको छ नि दाइले आएर मलाई बल पक्रेको छैन भने तपाईँले लाइसेन्स आएर होइन कि उनीहरूले प्रेसर दिएपछि तपाईँले सिधा भनेको सिधा भन्नुभएको डिसिजन गरेको मैले तपाईँ निकाल सक्नु भएको हैन मैले असिस्ट गरेपछि मैले गर्नु आइज तपाईहरु के भन्दिनुहुन्छ हैन दाइले चाहिँ तपाईँ आएर चाहिँ होइन कि उताको प्रेसर दिएपछि दुई दिन भएन हामी खेल्छौँ डाउन छौँ हैन त्यो पनि अहिले पनि एडभान्टेज मैले एडभान्टेज गोल हाने पनि कार्ड हेर्नु त त्यसमा कार्ड एडभान्टेज भइसकेपछि पनि कार्ड त हुन्छ नि त गोल हानिसकेपछि कार्ड भइहाल्छ अधिकारी रेफ्री भए नभए पनि तपाईँले रेफ्रीको युनिफर्म लगाएपछि तपाईँहरूको मान्यता हुनुपर्छ क्या होइन सुन्नु न अब यो हामीलाई मिलाई सम्झाउने होइन क्या हामी त डाउनमा छौँ त यिनीहरू तपाईँहरूले फोटो सुट गरिराख्नु भएको छैन भन्नु तपाईँले गएर भनेको नि डबल येल्लो हो क्या भयो त भइसक्यो त आजको डिसिजन गर्नु त वन गोल टाइम खेल्छ अब पास खेलेर हुन्छ